बिहानदेखिको यो रुम सकेको छैन खाजा चाहिँ मैले कतिको लिइसकिसकेँ थाहा छ खाजा कतिको थाहा छ त्यो भन के खाजा ल्याउनु पर्ने अब म यता कामदारहरू खाजा लिनु जाँदैछु के खाने हो मलाई थाहा छैन होइन म चाहिँ उहाँहरूले के खानुहुन्छ त्यही खाने हो दिशा छिटो भन्दा के खाजा खाने आमास के खाने छिटो भन हेर्न कम्ता हेर्छन् दुईजना भाइ कालो प्यान्ट निलो कालो भेस्ट निलो प्यान्ट मेरो टोपी लाएर होइन छिटो के खाने खाजा म खाजा लिन जाँदैछु पसल छिटो भन्नु न हौ छ्या मलाई त्यसरी झ्याउ लाग्छ क्या पकाउनु ढिलो पनि हुन्छ अन्डा कतिजना ल्याउने चाउचाउ पकाएर मनै परेर के भने यसले अन्डा पार्टी खाने रे भन्छ ब्रेड र अन्डा ल्याउने एक अनि चियाको लागि पनि ल्याउनु आमामा अन्डा ल्याउनु कि दुध ल्याउनु के त त्यही भने त त्यसरी त कहाँ हुँदैन अन्डा र दुध खानु हुँदैन थाहा छैन तँलाई कसले भनेको यता हेर हो कि अन्डा दुध खानु हुँदैन ल म खाजा लिनु गएँ ल चुज गर्न लाग्यो त हो अन्डा र ब्रेड के अरे सिलिन्डर अनि यता सिलिन्डर के छ त सिलिन्डर दुईवटा दाहरू म खाजा दिनु कतिवटा अन्डा ल्याउनु पर्ने हो तिनवटा अन्डाले पुग्छ दुध र पाउरोटी के ल्याउनु भन् ल अन्डा ए अन्डा हैन दुध सिलिन्डर अनि यो ब्रेड दुईटा पसलले दिन्छ कि दिँदैन यति धेरै अनि ल बिजनेस ल म खाजा लिनु गएँ खाजा लिनु जान ठाउँ चाहिँ 2 मिनट लाग्छ गएको छु खाजा लिनलाई लिएर पनि आइसकिसकेँ दुध ब्रेड अनि गिलास अनि कफी पनि ल्याइसकिसकेँ अब गएर पकाएर खाने 2:30 भइसकिसक्यो लास्ट भोक लागिरहेको छ बिहानदेखिको यो रुम सकेको छैन खाजा चाहिँ मैले कतिको लिइसकिसकेँ थाहा छ खाजा कतिको थाहा छ खाजा मैले 250 लिइसकेँ काम चाहिँ यो रुमको यो किचन हानिसकेको छैन आज प्राइमर र व्हाइट हान्नु के साह्रो टाइम लाग्यो यो रुम चाहिँ यो रुममा चाहिँ पहिले नि कलर हानेको थियो क्या अनि अर्को कलर हान्नलाई चाहिँ के भने ए त्यो ग्रिल वल्सीका चारहरूलाई 250 खाजा लिएको थियो यो पैसा चाहिँ उठ्छ कि उठ्दैन ला कफी आएन के हो ए लगाइदियो ल 10 रुपियाँको मात्रै हाल्दैन 20 रुपियाँको हालिदिनु भनेको थियो त भन्न ल के कसरी पकाउनु पर्यो भन् ल भन्न के च्यारामा पकाइदिनु अनि ल भन् कसरी पकाउन छिटो कि त जाने हो पकाउनलाई काम बान्सेको पनि गरेको छैन 200 को खाजा खाएपछि अनि कहाँबाट हुन्छ ल ओके डन्ट ल मैले खाजा पनि बनाउँदैछु दुध पाक्दैछ हाम्रो खाजा अनि ब्रेड र दुध खानेहरू चाहिँ दुध पोखेर उल्का
यति धेरै पोखाएँ दुध पनि यो भित्र कतिसम्म पोखिएर गइरहेछ है दुध पकाएको दुध त उम्लेर हो यहाँ झर्न आइसकिसक्यो यो सानो भाँडै सानो भएछ पहिलेको डढेर यहाँ चुलामै छ पोखाएर मैले दुध पकाउँदाखेरि कहिले पनि उम्लेर गएको रेकर्ड चाहिँ छैन नगएको रेकर्ड चाहिँ छैन जहिले उम्लेरै मात्रै गइरहेको छ दुध यति धेरै पोखे चाहिँ हाम्रो खाजा रेडी भइसकिसक्यो अब हामी खाना मात्रै बाँकी अलिक गरी भइरहेछ मलाई म नबस्ने त्यसरी यसो टक्क चोप्ने अनि खप्प खाने के हो त गर्दा नि त कहाँको मान्छेहरू त कहाँको होला साथीहरू हाम्रो खाजा खाइ जस्तो छ राम के हो झ्याउ आएको त पुगेर नि हाम्रो पनि त्यसरी खानु पर्यो नि त हामीलाई झ्याउ आएको छैन नि दुश्मन पनि लाएर चिनी खाने भए मलाई चाहिँ नलाइदिने म नखाने अन्त पुरै फ्रिज आएको त हो भने हाम्रो त छैन यार चम्चीले धेरै घोल्यो भने खाजा पनि स्पेसल भिआइपी वाले छ नि यहाँ मोबाइल आफ्नो मोबाइल होइन मोबाइलमा हेराइछ खाइछ खाइ भनेको चाहिँ भिआइपी हो क्या आफ्नो मोबाइल होइन कसैको भुइँमा राखेर यस्तो गरेर हेरेर मुभी झन् यहाँ पब्जी चाहिँ खेलेको छैन पब्जी खेल्यो भने फेरि खाजा नखाइ हुन्छ नि त को घाट लाउनु जान्छ नि त त्यही भएर पब्जी खेल्दैन यहाँ चाहिँ फिल्म हेरेर हो साथीहरू त्यही हो अब हामी अब खाजा खाइसकिसक्यौँ खाइसके त के भन्नु खाइसकिन्छ के भन्नु अब खाँदैछौँ खाइसकेपछि चाहिँ काम गर्ने 3 बजिसकिसक्यो 10 बजे खाना खाएको आज त भोक लागेको थियो खाएर म अगाइसकिसक्यौँ अब खाँदैछु आज पनि आजलाई यति नै मेरो भ्लग साथीहरू बाई बाई